झरेर गोठा जानु पर्यो आज तिम्रो त नि ढाड मगाएको तर पनि त नर्मेल अब एउटै घरको क्या पर्दैन खापा पर्दैन उडाइसक्यो कुरा त उडाइपछि उडाउनु खोजेछ यहाँ यो त यहाँ अब पढिसक्यो यो पनि त हिसाब गरेर पार्टी पनि छ नि म त सुर्ती भन्नु पर्यो तपाईँले मर्ने लाग्यो होइन त्यो मर्नेलाई त्यस्तो खानु होइन काटेको मासु काटेकै छ होइन अब अहिले चोक्सिन्छ बित्ति ल अहिलेको ढोकै तपाईँ चाहिँ भाइ अहिलेको ढोक ल कम्बर दुख्छ के कसो गर्छ अलिकति मात्रै किन हुँदैन है लङ लङ दाइ यति टिप्नुपर्छ है डरकारी दार केटा यो टिप्नुपर्छ है ल ल ल ल यति न अन्त बन्द है उता हो यो चाहिँ अब यसलाई बिखै पछि यति धानी पकाइयो यति धानी नयाँले फ्याक्सा खेल्छ जब त एकजनाले एकवटा काम गर्नुपर्छ